गाइज हामी चाहिँ हरित भन्ने पार्क हरित पार्कमा छौँ है। यो राङरुङ रिसोर्टले बनाएको रहेछ। यो चाहिँ राङरुङ गाउँ भिमाद 9 भिमाद 8 भिमाद नगरपालिका 8वटा नम्बरमा पर्दो रहेछ। यो चाहिँ ठ्याक्क पिकनिक स्पोट टाइपको सानो पार्क रहेछ। यहाँ यस्तो छ व्यवस्थापन होइन। यहाँ ठाँटी साँटी बनाएर रहेछन्। यो चाहिँ हाम्रो भ्यू टावर हो है। भ्यू टावरको भ्यू अहिले देखाउँछु म होइन। यहाँ चाहिँ ट्याक्क यस्तो चौतारा जस्तो बनाएर रहेछन्। यतापट्टि चौतारा छ अर्को। यस्तो छ भ्यू चाहिँ यहाँबाट है। यहाँबाट अरू अन्नपूर्ण माछा पुछ्रे लगायतका हिमशृङ्खलाहरू पुरै देखिँदो रहेछ। अनि यो चाहिँ पुरै एबभ द क्लाउड पुरै है। बादल माथि सर्लक्क। यो बादल मुनि चाहिँ ट्याक्क सेती नदी अनि हाम्रो तनहुँ जिल्लाको आबुखैरेनी के अरे आबुखैरेनी र खैरेनीटार अनि दुलेगौँडा लगायतका बजारहरू पर्छन्। पोखराका केही भागहरू पनि देखिन्छ यहाँबाट, तर अलि स्पष्ट देखिएको छैन। यहाँ चाहिँ यस्तो छ। हाम्रो मूलद्वार चाहिँ उतापट्टि छ। मैले चाहिँ यतापट्टि आएर बनाएको होइन भिडियो। यो चाहिँ यस्तो छ ल। राङरुङ रिसोर्टद्वारा निर्मित हरित पार्क अरे है। राङरुङ रिसोर्ट भ्यू 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 टावर भ्यू पोइन्ट। दिदी ल ल अब हामी चाहिँ यहाँ निस्किन लागेको सकिसक्यो। अब यहाँ धेरै घुमियो। यहाँबाट अझ अरू भागहरू पनि देखिन्छ यहाँबाट। माथि भानुमती ओ पारी ठुलो डाँडा स्याङ्जासम्म देखिन्छ यहाँबाट। स्याङ्जा हुँदै जाने बाटो पनि छ होइन। यहाँबाट चाहिँ पाल्पातिर पुग्ने बाटो ल। ल फाइनल्ली गाइज हामी चाहिँ अहिले राङरुङ भिलेज रिसोर्टको ट्याक्कै भ्यू टावरमा छौँ। यो चाहिँ भिमाद नगरपालिका 9 स्थित राङरुङ भन्ने गाउँबाट अलिकति भित्रपट्टि छ। यो चाहिँ भ्यू टावर हो यो चाहिँ होइन। यस्तो छ यहाँको संरचना चाहिँ। त्यति जान्छ छाडा त। यो चाहिँ यस्तो छ। यहाँबाट यस्तो सिनहरू देखिन्छ है त ल। यो पुरै एबभ द क्लाउड है। यहाँ लगभग 1200 मिटर होला उचाइ हो। 1200 समथिङ होला। 1200-1300 मिटर होला। यो अन्नपूर्ण हिमाल हो। यो माथिको ठुलो देखिएको यो अन्नपूर्ण हिमाल। यो चुचुरो माछा पुछ्रे भइहाल्यो। अनि यो यताको धौलागिरी भइहाल्यो होइन। यो पुरै हिमशृङ्खलाहरू सहित देखिन्छ। यहाँ चाहिँ यस्तो बादल माथि यस्तो देखिन्छ है। यो चाहिँ पुरै भानुमती हो है। यो माथिको डाँडा चाहिँ यस्तो छ है।